भागवत सुन्दैछौँ। कस्तो ग्रन्थ हो भागवत हेर्नु। स्वयं भगवान श्रीमन नारायणले जब यो सृष्टि ब्रह्माजीद्वारा गराउने भगवानले विचार गर्नुभयो नि, त्यो सृष्टि गराउँदै गर्नुहुँदा भगवान स्वयं श्रीमन नारायणले ब्रह्माजीलाई भागवतकै उपदेश गरेर, ब्रह्माजीले नारदजीलाई भागवतको उपदेश गर्नु भएर नारदजीले व्यासजीलाई भागवतको उपदेश गर्नु भए पश्चात व्यासजीले यो चतुश्लोकी भागवतलाई नै आधार बनाएर चतुश्लोकी भागवतकै रूपमा हैन, त्यसको मर्यादा भङ्ग नहुने गरी अझै सर्वोत्तम औषधिका रूपमा यसलाई 18,000 श्लोकले परिणत गर्नुभयो। अच्छा, एउटा अचम्मको कुरा हजुरहरूलाई थाहा छ, म सुरुमै निवेदन गरिहाल्छु। 18,000 श्लोक नै किन, अथवा 7 दिन नै भागवतको कथा किन त? किन 8 दिन हुँदैन, किन 6 दिन हुँदैन? सोच्नु भएको छ कहिले? हैन, यहाँ महात्म्यमा बडा राम्रो कुरा भनिएको छ। के भनिएको छ भनेदेखि जस्तो सुकै दुष्कर्म गरेका व्यक्तिहरू पनि छन् भनेदेखि त्यस्ता व्यक्तिले केवल 7 दिन कथा सुन्ने प्रयास गर्यो भनेदेखि त्यस्ता व्यक्तिको जीवनमा सम्पूर्ण सप्ताह यज्ञेन कलौ पुनन्ति ते भनेर भनिएको छ हैन। सप्ताह यज्ञको ए मानवा पाप कृतस्तु सर्वदा सदा दुराचार रता विमार्ग क्रोधाग्नि दग्धा कुटिलाश्च कामिन सप्ताह यज्ञेन कलौ पुनन्ति ते। 7 दिन यो कुरालाई किन श्रवण गर्नको लागि हामीलाई आग्रह गरिएको छ त भन्दा यसको कारण के हो भने आदरणीय सज्जनहरू ध्यान दिनु होला, मेरो कुरा हजुरहरूले एकदमै ध्यान दिएर श्रवण गर्नु होला। 7 दिन नै किन, अथवा 18,000 श्लोक? 18,000 श्लोक त यहाँ हामी भन्दछौँ। अहिले हामी श्रीमद् भागवत महापुराणमा जम्मा जम्मी गिन्ती गर्ने हो भने पुरा 18,000 श्लोक पाउँदैनौँ हैन। सबै गर्दाखेरि पनि 18,000 श्लोक पाउँदैनौँ। तर के हो भने यो 18,000 भनेर जो हामी भागवत महापुराणलाई जुन ग्रहण गर्दछौँ, यो 7 दिनमा यसको पाठ पर्याप्त छ। अर्को कुरा के छ भनेदेखि जति कुरालाई यहाँ उद्धृत गर्नुभएको छ, अब कसैले भन्नुहोस्, तपाईँलाई म एउटा कुरा सोध्दैछु, ध्यान दिएर सुन्नु होला। कोही बिरामी भए भने नि डक्टरले 5 दिनको 7 दिनको एन्टिबायोटिक लेखिदिनुहुन्छ क्या हैन। बिहान खानु, बेलुका खानु भन्नुहुन्छ, अथवा कुनै बेलुका मात्रै खानु भन्नु होला, अथवा औषधिको कुनै प्रकारले हेरेर भन्नु होला। अब 7 दिनको औषधि दिनुभएको छ डक्टरले, अब यो बेकार 7 दिन लाएर किन खाइरहनु? यसलाई त मैले एकै दिनमा सबै 7वटा औषधि खाइदिए भइहाल्थ्यो त, के फरक पर्थ्यो होला त भनेर कसैले भन्यो भने त्यसले काम गर्ला कि नगर्ला? के को काम गर्नु? भरे 7वटा औषधि एकै दिन खाइदियो भने त उसलाई त्यो औषधिको रियाक्सन भएर फेरि पनि हस्पिटल जानुपर्छ। तो न चाँडै खाएर भयो। अब कसैले होइन अलि धेरै दिन पुर्याएर मिठो औषधि रहेछ, अब यत्रो पैसा पनि लागेको छ, औषधि त एकैचोटि किन सक्नु त नि, आफ्नो पैसा परेको चिज अलि धेरै दिनलाई पुर्याउँछु भनेर 7 दिनको औषधि 1 महिना पुर्याएर खायो भने के होला? त्यहाँ पनि प्रयोजन सिद्ध हुँदैन, रोग निको हुँदैन। तो जुन हाम्रो हृदयमा जति एउटा दुर्भावना छ, त्यो कल्मशलाई सम्पूर्णतया नियमपूर्वक श्रवण गर्नेवाला व्यक्तिलाई 7 दिनभित्र यसले ठिक गर्न सक्छ के। त्यही हुनाले 7 दिनको औषधिको खुराक नै तयार गर्नुभएको छ यसमा। तो यो श्रीमद् भागवत, फेरि ग्रन्थ भागवत हो नि यसको नाम, यसलाई कति राम्रो नामाकरण गरिदिनु भयो मान्छेले। हामी यसको नाम मात्रै लिँदाखेरि पनि व्यक्तिले यसको महिमालाई बुझुन् भनेर महिमा मण्डित भएको यो ग्रन्थलाई नामद्वारा नै यसको परिचय खुलाइदिनु भयो।